पल्दै आउँदै हुनुहुन्छ अरे घोराइ कार्यक्रममा भेट्न जाऊँ भन्दै हुनुहुन्थ्यो मैले नमानेको त भात नखाएर रिसेर अझ यता आयो हो भात त यति धेरै खाएर नखाएर खाएर कि नखाएर खानु लिनु यहाँ जबरजस्ती खुवाइदिए पनि नखाने लिनु क्या छिटो अहिले जानु पैसा नि छैन कहाँ घुम्न जानुहुन्छ त कामको बुझ्नु सुन्नु छैन पछि जाउँला पैसा भएपछि लिनु छिटो गरिदियो भात को खाइ मेरो बुढो खाइ हे भगवान् भात नखाने हो त्यो कार्यक्रम नगएपछि पल्टाले भेट्नु नगएपछि भात नखाने छिटो क्या यहाँ बिहानदेखि नखाएर 10 बजी 11 बज्न लाग्यो 10:30 बजेको क्या छिटो सारा बिस्तारामा भात बोक्यो झन् बिस्तारा मिलेर खुवाइदियो झन् मुखमा लाग्नु भन्थ्यो कोले मुखमा छिटो जाडो पनि छ यस्तो जाडोमा के गरेर जानुहुन्छ मान्छे नि खपती प्लेन मात्रै जाने पिलिन राख्नु बाला यताउति तपाईँको स्वास्नीले लिएर राख्यो होला पिलिन नि मेरो चक्ने टिम टाइगर